केले घोचो र भने टिटनास भइहाल्यो हैन यो बाख्रालाई चाहिँ टिटनास भइसकेको छ अब यो अन्तिम अवस्थामा छ यसको उपचार हुने अवस्थामा छैन यो लडिसकेको छ दाइलाई थाहा भएन तीनटा पाठाकोमा हो अब यहाँनेर बिचरा पाठा र आमाको दुध खानलाई अब आमा के गर्छ अब आमा बिरामी हुनुभयो अब आमालाई भेट्दैनौ तिमीहरुले आजदेखि अब सिरियस छ यो दाइले अब उपचार लाग्छ कि भनेर मलाई बोलाउनु भयो आएर हेरेँ टिटनास भएको छ अब दाइलाई उपचार हुँदैन भने थोरै पीडा त हुन्छ अब अवस्था गम्भीर भइसकेको छ टिटनास भइसकेको हो आजै मात्रै थाहा पाउनु भएको न तपाईले मुखहरू खुल्दैन अब आज रातिदेखि करा गरेर थाहा पाउनु भएको छ घाँस कम गरेको पनि थाहा छैन घाँस त कम गर्थ्यो कहिलेदेखि त्यस्तो आज घाँसहरू कम भएको कति दिन भयो घाँसहरू कम त बिहादेखि त्यस्तो भयो भने देखाउनु पर्थ्यो नि त त्यति बेला घाँस अलिक कम खायो भनेर ऊ औषधि उपचार हो त्यो औषधिहरू ल्याएर त गरेको नि बुढामा झन् डक्टरै पो बोलाउने दबाई सुरुमै थाहा हुन्थ्यो नि त त्यसो भए त्यो घाँस कम खाने त्यति बेलादेखि सुरु भएको टिटनास अब यो बाख्रो चाहिँ अन्तिम अवस्थामा छ अब फर्किने अवस्थामा छैन उपचार गरेर कामै छैन पुरै टिटनासले लक लागिसकेको छ लडिसकेको छ यसको पाठाहरू यहाँ छ आमा खोज्दैछ उता त्यहाँ छन् पाठाहरू